स्विजरल्यान्ड जस्तै देखिँदो रहेछ। हिमाल सरिया उडिरहन्छ समाला 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 हिमालको फेदीमा पुगिरहेछौँ हामी। एकदम नौलो दृश्य, राम्रो दृश्य, हिमाल हाँसेको ठाउँमा पुगेर हामी पनि हिँडेर हाँसिरहेछौँ। पारीदेखि काटेर होइन त्यो मसिनो हो यो दाउरा त ऊ हो नि, त्यो बजराट भन्नेहरू के राट भन्छ नि, त्यो देखितिर कडा दाउरा हो। उहिले नै यो दाउरा जतिर अनि उनीहरूको छाना माथि छाना यो हाम्रोतिर पहिला पहिला मकैको थाङ्रा जसको ठुलो छ त्यही धनी भने जस्तो। अब कट गर्नुहोस् ल। भयो ल अब त झर्नुपर्छ। मार्फा जेरी गल्लीमा घुम्दैछौँ। यहाँ हामी डुल्दैछौँ शेर्पा ड्रेस लाएर मार्फा गाउँमा। गाउँमा गत्तो रहेछ। यहाँ स्याउ ताजा ताजा बिक्रीमा रहेको छ। अति राम्रो मौसम छ। फोटो खिच्दै खिच्दै आउनुहुँदैछ। यस्तो छ, दामी छ। दिदीहरू हिँड्दै हुनुहुन्छ। हेलो अन्ने अतोगे दासिङ बा मार्फा इसे आधाङै बा पनि चारि नुबा चोक रहेछ जिउस अनि रहर के अरे पनि फेकेल छ हैन केटमै पर्यो अममै पर्यो। नमस्ते, यो चाहिँ मार्फामा रहेको एग हो है। यो चाहिँ हेर्दाखेरि सेम जीवित देखिन्छ, एकदम जिउँदो देखिन्छ। यसको सबै छाला निकालेर पछि बनाएर राखेको मात्र हो यो याक चाहिँ देखाउनको लागि। यसको आँखामा के राखेको रहेछ, सेम उस्तै नै छ छाना चाहिँ, र देखाउनको लागि मात्र राखेको है। हेर्न सक्नुहुन्छ हजुरले। हेर्दाखेरि एकदम जिउँदै छ यो भने जस्तो, चलिहाल्छ अब हिँडिहाल्छ भने जस्तो लाग्छ, तर यो फेक हो है। देखाउनको लागि मात्र, फोटो खिच्नको लागि राखेको आएको यो चाहिँ। ल हस् त, धन्यवाद। मार्फामा हामी खाना खानु लागेको छौँ। सकेको छ मार्फा गाउँमा आइपुगेर अब ग्यास सुकुटी खिउने च्याङ्राको मासुसँग खाना खानु लागेको छौँ मार्फामा। यस्तो छ। गर्मी भयो त अहिले फेरि। घाम मजा लागिरहेछ। त्यही हो कुन कतिमा तनाहरू किन्नु हो? एकमा त्यति साह्रो हाइट उकालो जस्तो लाग्दैन के भयो? लेक लागिसक्यो नि गाडी लेक लाग्छ। मुक्तिनाथ पुग्न आँट्यौँ। हिमालको फेदमा रहेछ।
यस्तो टाढो हाइटमा छ जस्तो लागेको थिएन तर एकदम हाइटमा रहेछ मुक्तिनाथ त्यही त निकै तल जस्तो हाइटमा छ जस्तो लागेको थिएन पत्याकै थिएन त हिमालकै फेदीमा पो रहेछ त स्याउहरू यता छ सेवा सस्तो होला मुक्तिनाथ नै यति हाइटमा पो रहेछ त कम्ती हाइटमा छ त अनि स्याउ हप्तड अझै हाइट होला है हरियो खालको स्याउ रहेछ कसो भयो मुक्तिनाथमा पुगेको हामी 3700 किलोमिटर हाइटमा रहेछ मुक्तिनाथ पुगियो हिमालको फेदीमा छ हामीले नान्दा छुँदै जाँदा नि हुन्छ होइन सैँतिसै हाइटमा केही माथि रहेछ दर्शन गर्नलाई मान्छेहरू मरिमेट्दो रहेछ ముంగట్ రావాలరా ఇంట్లో నిల్చొని మీటింగ్ చేస్తున్నావు गुड मर्निङ खना कुञ्जम कस्तो भएको थियो यो हामी वेलकम टु होटल तुसान गएरमा बसेको छौँ रेस्टुरेन्टमा आम्मा सब यस्तो छ हौ ल मर्निङ सेवाहरू वा हिमाल देखिँदैछ अलिकति गहिरोमा बसेको ल तातो एकदमै तातो जाडो फिलै भएन यस्तो दामी सुन्दर ठाउँ छ मर्निङ सेवाहरू